नमस्कार सम्पूर्णलाई ह्याप्पी न्यू इयर है 2026 यहाँ सम्पूर्णको शुभ रहोस्। आज चाहिँ बिहानै अब घाम हेर्न जाने भनेर श्रीमती ज्यूसँगै अब माथितिर उकालो लाग्नु पर्यो भनेर। ओके गाइज, बिहानीको पहिलो किरण नयाँ वर्ष अङ्ग्रेजी नयाँ वर्षको सुरुवात। अब जीवनमा एउटा नयाँ जोस जागर आओस् भन्ने एउटा हर्ष उमङ्गले आज यसो नयाँ अब नौलो किरण आज बिहानको हेर्नको लागि श्रीमतीसँग यसो डाँडामा पुगेर पहिलो किरण हेर्ने प्रयास गर्दै सम्पूर्णलाई पनि 2026 को धेरै धेरै शुभकामना छ है। फाइनल्ली हामी आधा बाटो आइपुग्यो। लगभग अब अलिकति समय चाहिँ लाग्छ। यो सबै घाम हेर्न जाने लाइन रहेछ। मैले यसो मेसो पाउँदा गाडी यत्रो गाडीहरू जाँदैछ। गाडी राख्ने ठाउँ पाइँदैन क्या हो। किमेमा रहेको थेमा पार्क हो तपाईँहरू। थेमा पार्कतिरको यो एउटा दृश्य तपाईँहरूलाई कैद गरेर देखाउँदैछु है त। अब उकालो लायौँ हो। अब यो उकालो पनि धेरै रमाइलो दृश्य छ। भर्खर अब निस्किसक्नु भएछ। नो 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 घाम त निस्किसक्नु भएछ त। ढिला भइएछ यसपालि चाहिँ। छिटो रहेछ कि कसो हो केही छैन। अब पहिलो किरण, अब पहिलो प्रकाश आज जीवनमा पर्यो भने सकारात्मक ऊर्जाहरू आउँछ कि भन्ने एउटा आशा छ। आशा बोकेर यो आज उकालीतिर बिहान 2026 को उकाली लाग्दैछौँ। सो हेरौँ के हुन्छ। 2026 पनि जीवनमा कस्तो खालको उतार चढाव आउने, कस्तो खालको परिवर्तन हेर्दै जाउँ है त। भिडभाड यहाँ आज यस्तो छ डाँडोमा। यो गाडीहरूको लस्कर, मान्छेहरू जाँदै हुनुहुन्छ। अब अत्याधिक चाप छ यहाँ आज यो डाँडोमा बिहानै। यहाँले पार्किङ पनि बल्ल बल्ल गरियो गाइज होइन त। आजको दृश्य है यस्तो देखिँदैछ है गाइज। यो घाम हेर्ने 2026 चाहिँ के होला जस्तो छ। कहाँ पुग्यो? अझै माथि जाने? यहीँ बस्ने? तपाईँले के त्यहाँ जाने भन्नुहुन्छ? यहीँ बस्नु है। 얼굴 원래 얼굴이 15일이었죠? 봐봐요, 다른 사람들. 그러니까 그. 아 근데 저기 예? 노노노. Wish you all the best. Happy New Year. 욕심 없을 것 같은데. 빠르다. 국물 이거죠? 굉장히 맛있다. 와. 너무 맛있고 너무 맛있다. 지워 한번 해보고. 이거 해는 일단 찍었다. ल है फाइनल्ली 2026 को पहिलो किरण हो। हजुरहरू सम्पूर्णलाई नयाँ वर्षको धेरै धेरै शुभकामना है। ह्याप्पी न्यू इयर 2026 all of you. Wish you all the best.
मैले आज 2026को घाम हेरेरै छक्कै टल्किएछ है 2000 घामको यो एउटा चामिङ जस्तो लाग्यो मलाई चाहिँ 2026को एउटा पहिलो किरणको चाम हेर्नुहोस् है सो एकदम यो वर्ष एकदम एक्साइटेड अब एउटा इन्जोयमेन्ट मुभमेन्टहरूको एउटा अलिकति परिकल्पना एउटा त्यो भइरहेछ उत्सुकता भनौँ न तर कस्तो हुन्छ हो 2025मा धेरै कुराहरू लस्ट गर्नु पऱ्यो धेरै कुराहरूमा 26मा चाहिँ एउटा एक्सपेक्टेसन चाहिँ अब राम्रै हुन्छ भन्ने अब प्राय जहिले पनि पर्छ है त्यसको लागि आज थोरै सेलिब्रेसन भयो पहिलो किरण यो हामी सो यता आउँदा सो अझै पनि थोरै गरेर 2025को घाम 26को घाम चाहिँ यहाँनिर आइरहेको भएको छ हाम्रो फेस्टिभलले अलिकति अनि धेरै माथि आइसक्नु धेरै माथि आइपुग्नु भएको चिसो एकदम चिसो अहिलेको भिडभाड यहाँहरू सम्पूर्ण पनि 26 एकदम सुपर हाउस तपाईँहरूको उन्नति प्रगतिको कारणले गर्दा यही थियो आजको मोमेन्ट चाहिँ स्पेसली है चिसो भयो धेरै रमाइलो है कस्तो हामी त एकदम चाम भइरहेको है रातो रातो देख्छ चाहिँ बहुत छिटो आयो यसपालि माथिको घर माथि होइन त्यसपालि चाहिँ ठिक भयो ठिक भयो गाडी पनि ठक्क लाग्यो गाडी पनि राम्रो पायो गाडी पनि इन्जोय मोमेन्ट ओके धेरै धेरै धन्यवाद तपाईँहरू हाम्रो भिडियोहरू हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइबहरू गरिदिनुहोस् माया गरिदिनुहोस् फेसबुकतिर जोडिनु होला इन्स्टा टिकटक प्रायः सामाजिक सञ्जालतिर पनि व्यस्त छु सो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद 2026को फेरि पनि शुभकामना सिक्न पाइनेछ ओके